के तपाईं एटोमेसन सिक्न चाहनुहुन्छ तर मन्थली सब्सक्रिप्सन तिर्न मन छैन? आज म तपाईलाई देखाउने छु कसरी तपाईं आफ्नो कम्प्युटरमा फ्रीमा नै एनेटललाई इन्स्टल गरेर पावरफुल एटोमेसनहरू बनाएर कसरी तपाईं युज गर्न सक्नुहुन्छ। हो, तपाईं ठीक सुन्नुभयो, बिना कुनै पैसा तिरिकन तपाईं आफ्नै लोकल कम्प्युटरमा एनेटललाई इन्स्टल गरेर एटोमेसन युज गर्न सक्नुहुन्छ। नमस्ते साथीहरू, म अजय स्वागत गर्दछु तपाईहरुलाई आजको यस भिडियोमा। आजको भिडियोमा हामी सिक्ने छौं आफ्नो कम्प्युटरमा लोकली कसरी स्टेप बाइ स्टेप एनेटललाई इन्स्टल गरेर वर्कफ्लोहरू बनाउन सकिन्छन्। त्यसो भए भिडियोलाई ढिलो नगरिकन लागौ आफ्नो कम्प्युटर स्क्रिन तर्फ। साथीहरू, एनेटललाई आफ्नो लोकल कम्प्युटरमा इन्स्टल गर्नलाई हामीलाई चाहिने सबभन्दा पहिलो एउटा सफ्टवेयर हुन्छ जसको नाम node.js हो। हामीलाई node.js इन्स्टल गर्नलाई हामी कुनै पनि ब्राउजरमा गएर node.js टाइप गर्छौं। node.js डाउनलोडमा हामी क्लिक गर्छौं। यहाँ node.js देखाउँछ। हामीलाई चाहिएको अहिले लेटेस्ट भर्जनलाई हामी डाउनलोड गर्ने छौं। node.js खुल्नेछ। हामी विन्डोज इन्स्टलरमा क्लिक गर्छौं। हाम्रो node.js डाउनलोड हुँदैछ। एकछिन पर्खनुहोस्। हाम्रो node.js डाउनलोड भएछ। node.js लाई इन्स्टल गर्नुहोस्। यो node.js इन्स्टल गर्नलाई केही सिम्पल स्टेपहरु छ, त्यसलाई क्लिक गरेर नेक्स्ट गर्दै जानुहोस्। तपाईको कम्प्युटरमा node.js इन्स्टल हुनेछ। फिनिश गरिदिनुस्। अब तपाई आफ्नो सर्च बक्समा गएर कमान्ड प्रम्प्ट खोल्नुहोस्। cmd टाइप गर्नुभयो भने तपाईको कमान्ड प्रम्प्ट देखाउनेछ। कमान्ड प्रम्प्टमा क्लिक गरिदिनुस्। अब यहाँ तपाई npm स्पेस इन्स्टल n8n स्पेस -g npm इन्स्टल n8n स्पेस इन्टर थिचो गर्दैछ। तबसम्म तपाई वेट गरिदिनु होला। हेर्न सक्नुहुन्छ साथीहरु, हाम्रो यो n8n इन्स्टल भइसकेछ। यहाँ हामीले पहिला पनि n8n इन्स्टल गरेथ्यौ। तपाईहरुलाई यो भिडियो बनाउन लागि मैले अनइन्स्टल गरेर फेरि इन्स्टल गरेको, त्यसै भएर यहाँ चाहिँ हाम्रो URL देखाएको छैन। यहाँ चाहिँ इन्स्टल भइसकेको छ। चेक गर्नलाई हामीले npm fund लेखेर टाइप गर्छौं। यहाँ हाम्रो n8n इन्स्टल भएको छ कि छैन भनेर देखाउनेछ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो n8n इन्स्टल भइसकेको छ भनेर देखाइरहेको छ। अब यसलाई स्टार्ट गर्नको लागि म यसलाई क्लोज गरेर फेरि म कमान्ड प्रम्प्ट खोल्छु। यहाँ
N8N ओपन गर्नलाई N8N त्यसपछि इन्टर थिच्छौं। हाम्रो N8N खुल्दै छ। हेर्न सक्नुहुन्छ साथीहरु, तपाईहरुलाई इन्स्टल भइसकेपछि तपाईलाई यस्तो लोकल होस्ट भनेर एउटा URL दिन्छ। त्यो URL मा तपाई डाइरेक्ट यहाँबाट पनि ओपन गर्न सक्नुहुन्छ। यदि तपाईले ओ थिच्नु भयो भने तपाईको डाइरेक्ट डिफल्ट ब्राउजरमा गएर तपाईको N8N खुल्नेछ। यो हेर्न सक्नुहुन्छ। यहाँबाट अब हामी साइन अप गर्न सक्छौं। म आफ्नो इमेल दिन्छु। यहाँ केही फर्म खुल्छ, आफैले पढेर त्यसको आन्सर गर्न सक्नुहुन्छ। आन्सर गरेपछि यसलाई स्टार्ट गरिदिनु होला। अब तपाईले दिएको इमेलमा तपाईलाई एउटा एक्टिभेसन की पठाउने छ। सेन्ड मी फ्री लाइसेन्स कीमा क्लिक गरिदिनु होला। त्यसपछि हेर्न सक्नुहुन्छ लाइसेन्स की तपाईको इमेलमा पठायो भनेर मेसेज पठाएको छ। म आफ्नो इमेललाई चेक गर्छु। हेर्न सक्नुहुन्छ यहाँ तपाईलाई इमेल पठाएको छ। एक्टिभेसन कीलाई यहाँबाट कपी गरेर N8N मा पेस्ट गरेर एक पनि एक्टिभेसन गर्न सक्नुहुन्छ, या त डाइरेक्ट तपाई यो एक्टिभेसन कीमा क्लिक गरेर तपाईको N8N एक्टिभेसन हुनेछ। साइन इन गर्छौं। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो लाइसेन्स एक्टिभेसन भइसकेछ। यहाँबाट हामीले हेरेको लास्ट भिडियोमा इन्टरफेस जस्तै नै हामीलाई खुल्ने छ। हस्त साथीहरु, आज हामीले सिक्यौं हाम्रो लोकल कम्प्युटरमा हामीले कसरी N8N लाई इन्स्टल गर्ने र आफ्नो वर्कफ्लोहरुलाई हामी प्र्याक्टिसको लागि बनाउन सक्छौं। तर यसमा केही कमी कमजोरी छ। यो हाम्रो लोकल कम्प्युटरमा भएकोले जति बेला हाम्रो कम्प्युटर अन हुन्छ त्यति बेला मात्रै हामीले वर्कफ्लो बनाउन सकिन्छ। त्यसबाहेक हाम्रो वर्कफ्लोहरुले काम गर्ने छैनन्। तर हामीले इन्टिग्रेसन गर्न चाहने वेबसाइटहरु हामीले योमा इन्टिग्रेसन गर्न मिल्दैन, किनभने यो अफलाइन भएकोले यसमा हामी अनलाइनमा गर्ने कामहरु गर्न सकिदैन। यसमा जस्ट नर्मल वर्कफ्लोहरु हामी बनाउन सक्छौं। यसमा कम्प्लेक्स वर्कफ्लोहरु बनाउनलाई हामीलाई अनलाइन सेल्फ सर्भरको आवश्यकता पर्नेछ। त्यो कसरी हामी गर्न सक्छौं भने म अर्को भिडियोमा देखाउने नै छु। हामीलाई अफिसियल पेजबाट लिनुपर्ने जुन सब्स्क्रिप्सन छ त्यो भन्दा हामीले कयौं गुणा सस्तो हामीले कसरी होस्टिङको युज गरेर N8N लाई सेल्फ होस्ट गर्न सकिन्छ भनेर हामी अर्को भिडियोमा तपाईलाई बताउने छौं। हस्त साथीहरु, आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यदि कुनै तपाईहरुलाई क्वेशन छ भने, कुनै सरसल्लाह र प्रतिक्रिया दिनु छ भने कमेन्टमा लेख्न नभुल्नु होला। हस्त, धन्यवाद।